नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको 979औं भिडियोमा। सर्वप्रथम आज परेको प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रजातन्त्र स्थापना, लोकतन्त्र स्थापना र विविध क्रान्तिहरूमा होमिएर प्राण आहुति गरेका सम्पूर्ण ज्ञात तथा अज्ञात शहीदहरूलाई स्मरण गर्न चाहन्छु। आजको कथा पनि शहीद र क्रान्तिको विषयमा रहेको छ। आशा छ तपाईलाई आजका कथाहरू पनि मन पर्नेछन्। सर्वप्रथम लागौं प्रजातन्त्र दिवसको जानकारीतर्फ। हरेक वर्षको फागुन 7 गते नेपालमा प्रजातन्त्र दिवस मनाइने गरिन्छ। जहाँनिया हुकुमी शासन अन्त्य भएको दिन हो फागुन 7 गते, अर्थात् आजको दिन। राणा शासकहरूको 104 वर्ष लामो वंशीय निरङ्कुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा प्रजातन्त्रको दियो बालिएको थियो 2007 साल फागुन 7 गतेका दिन। 2007 सालको क्रान्तिलाई नेपालको प्रजातान्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय राणा शासन विरुद्ध सुरु भएको जनताको क्रान्ति 2007 फागुन 7 गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा नेपाल प्रज्ञा परिषद, नेपाली कांग्रेस पार्टीहरूले भाग लिएका थिए। नेपाली कांग्रेसको नेतृत्वमा भएको देशव्यापी सशस्त्र क्रान्तिपछि विभिन्न ठाउँमा राणा बडा हाकिमहरूले आत्मसमर्पण गर्दै आए। ती ठाउँमा जनताको सरकार स्थापना हुँदै आयो र अन्त्यमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको संयोजकत्वमा नयाँ दिल्लीमा राणा, कांग्रेस र राजाबीच त्रिपक्षीय सम्झौता भएपछि कांग्रेसले आन्दोलन रोकेको थियो। लामो समयदेखि आफ्नो परिवार सहित भारत गएका राजा त्रिभुवन 2007 फागुन 6 गते नेपाल आए र 7 गते प्रजातन्त्रको घोषणा गरियो। यसै जानकारीका साथसाथै लागौं आजको कथाहरूतर्फ। आज भने मैले 2वटा कथाहरू लिएर आएको छु। पहिलो कथा रहेको छ कथाकार गुरूप्रसाद मैनालीद्वारा लेखिएको कथा सहित, र दोस्रो कथा रहनेछ कथाकार परशु प्रधानज्यूद्वारा लेखिएको कथा एउटा क्रान्ति पुरुषको जन्म। आशा छ तपाईलाई यी दुवै कथाहरू मन पर्नेछन्। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। प्रतिक्रिया भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने दैनिक रूपमा कथा सुन्नका लागि च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। दर्शक तथा श्रोतावृन्द, सर्वप्रथम लागौं कथा शहीदतर्फ। कथाकार गुरूप्रसाद मैनाली। बाबु, ओ देवता बाबु, सुन्नु भएन? अखबारका पंक्तिहरूबाट आँखा हटाएर मैले आगन्तुकपट्टि हेरेँ। उसका हातमा एउटा सादा लिफाफा र एक पाना कागज थियो। हल्ला मचाएर मेरो शान्ति भङ्ग गरिदिएको हुनाले आगन्तुक उपर मलाई अलिकति रिस उठिराखेको थियो। झर्केर सोधे, के बाबु बाबु चिच्याइरहेको? को बाबुलाई खोज्छौ तिमी? उही कलेजमा पढ्ने गोरो गोरो पातलो बाबु क्या, चस्मा लगाउने। आगन्तुक सायद मभन्दा पहिले यस कोठामा बस्ने विद्यार्थीलाई खोजिरहेको थियो। मैले उत्तर दिएँ, उनी त अस्ति नै गइसके। ओहो, एकपटक खबर पनि दिएनन्। साँच्चै नेपालको मानिसलाई मायामह भनेको एक जात हुँदैन। अब लौ, मेरी डल्लीलाई खत कसले लेखिदिन्छ? मैले उत्सुकतापूर्वक सोधे। को डल्लीलाई चिठी लेखाउँछौ? रामकी आमालाई। को रामकी आमा? आगन्तुकले आँखा झिम्काएर आफ्नो अट्टहासले कोठा घन्काउँदै भन्यो, मेरी स्वास्नी क्या, रामकी आमा। अब त बुझ्नुभयो? एकछिनपछि आगन्तुकले हातको कागज र लिफाफा मतिर लम्काएर भन्यो, अच्छा बाबु, तपाईँ नै लेखिदिनुहोस्। मलाई कसैको चिठी लेख्ने फुर्सद छैन। वाह, फुर्सद छैन? यो त गजबको कुरा गर्नुभयो। देवता बाबु कतिजनाको चिठी लेखिदिन्थे थाहा पाउनुहुन्छ? शहरका आधाभन्दा बढ्ता कुल्ली, कबाडी, दरवान, रिक्सावाला नेपालीको चिठी उनै लेखिदिन्थे। बेरामी हुँदा ओखतीमुलो गराउँथे। कतिजनालाई नोकरी लगाइदिन्थे। कैयौं बेखर्चीलाई खर्च दिएर पाल्थे। के गर्नु, उनी 2 वर्ष बसिदिएको भए नेपालीहरूको ठूलो उपकार हुने थियो। उनलाई फुर्सद हुँदो हो लेख्दा हुन्। मसँग अर्काको चिठी लेख्ने यस्तो फाल्टु टाइम छैन। आगन्तुकले ठूला ठूला आँखा तुल्याएर टाउको हल्लाएर भन्यो, वाह, एउटा सानो चिठी लेखिदिने पनि टाइम छैन। साँच्चै आजकालका तपाईँ पढे लेखेका मानिसहरूले दयामाया भन्ने कुरालाई ठ्याम्मै बिर्सिदिनु भयो बा। यो त बडो दुःखको कुरा हो। एकछिनपछि आगन्तुकले आँखा झिम्काएर उही अट्टहासका साथ भन्यो, अच्छा पैसा लिनुहुन्छ? कति दिन्छौ?
पैसा मसँग 1 कौडी पनि छैन। तपाईँ नेपाल फर्कने बेलामा आफ्नो रिक्सामा राखेर स्टेसनसम्म पुर्याइदिउँला। भन्नुहोस्, मन्जुर छ? पक्का? बिल्कुल पक्का साहेब। वीरबहादुर कसैलाई धोका दिन जान्दैन। आगन्तुकका हातबाट कागज लिफाफा लिएर उसले भने बमोजिम चिठी लेखिदिए। चिठीको मजबुन यस्तो थियो: दरबानीमा लाउन खान मात्र ठिक हुने, 1 पैसा नजोगिने हुनाले आजकल रिक्सा चलाउने काम गरिरहेको छु। साह्रै कडा मेहनत गर्नुपर्छ, खाने सुत्ने फुर्सद रहँदैन। अहिलेसम्म 400 जम्मा पारिसके। अब दशैँसम्ममा 600-700 पुर्याउँछु र दशैँमा घर आउँछु अनि खेत निखन्नु पर्ला। दशैँमा आउँदा तिमी र रामलाई नयाँ नयाँ कपडाहरू लिएर आउनेछु। अब त राम ठुलो भइसक्यो होला, चकचक गरेर तिमीलाई हैरान पार्दो हो। सडकमा साना साना केटाकेटी खेलेको देख्दा मलाई रामको झझल्को लाग्छ। यति टाढा परदेशमा खाली तिमीहरूको मायाले बाँचिरहेको छु, इत्यादि। चिठी सुनिसकेपछि उसले आफ्नो हाँसोले कोठा घन्काउँदै आँखा झिम्क्याएर भन्यो, वाह बाबु वाह। चिठी हेर्ने बित्तिकै रामो राम डल्ली दङ्ग पर्छे। तपाईँ त देवता बाबुभन्दा पनि राम्रो लेख्नु हुँदो रहेछ गाँठे। सत्य, अब 15 दिनमा सारा कुल्ली दरबानहरूले घेरेनन् भने मलाई भन्नु। मैले हाँसेर भने, हो, रिक्सा त हाँकिरहेकै छौ, अब चिठी लेख्ने कुरो पनि घण्टा बजाएर सबैलाई सुनाउँदै हिँड्नु। अनि उसले एकछिन भित्तापट्टि हेरेर लामो सास फेरेर भन्यो, मैले कसैलाई सुनाउनु पर्दैन बाबु, यस कमरामा सबै आफै आइपुग्छन्। यो देवता बाबु बस्ने कमरा हो। एकछिन पछि मैले सोधेँ, वीरबहादुर, के तिम्रो खेत अर्काले लिएको छ? जी, गाउँकै साउले 500 को बन्दकमा खाएको छ। एकैपटक किन त्यतिको ऋण लिएको त? किन एकैपटक लिन्थे? डल्लीलाई बिहे गर्दा 100 लिएको थिएँ, त्यसलाई दोब्राई तेब्राई 500 पारेर खेत खाइरहेको छ। खेत कस्तो छ नि जान्नुभयो? 3 बारी लाग्छ, 20 मुरी मसिनो धान फल्छ। गाउँभरिको मुटु खेत हो हजुर, बाजेले किनेको। तिमीले बिहे गरेको कति वर्ष भयो? 10 वर्ष भयो। त्यस बेला डल्ली 14 वर्षकी हुँदी हो, अहिले 24 वर्षकी भई। 10 वर्षमा 100 को 500 भयो त? ब्याज कति लिनुहुन्छ नि जान्नुभयो? 100 25 अनि ब्याजको स्याजको प्याज गर्दा 500 पुग्न कति बेर लाग्छ र? एकछिन पछि बिडी सल्काउँदै हाँसेर भन्यो, खाओस् साले, कति दिन खाला? मैले मनमा नै भने, सरकार गरिब प्रजालाई सस्तो ब्याजमा ऋण दिने प्रबन्ध किन गर्दैन? 2 एक दिन बिहान वीरबहादुर मेरो कोठामा पस्यो र मलाई देख्ने बित्तिकै सलाम गरेर उही दिव्य हाँसेका साथ भन्यो, थाहा पाउनुभयो बाबु, आज चोरले मेरो ट्रङ्क फोरेर सबै रुपैयाँ चोरेछ। थानामा रपट लेखाएर आउँदैछु। मैले विस्मयका साथ सोधेँ, के सबै लगेछ? 1 पैसा बाँकी छैन, लत्ता कपडा पनि लगेछ। वीरबहादुरका कुरा सुनेर मलाई अपार दुःख भयो। मनमनले भने, साहुका पीरले स्वास्नी छोराछोरी छोडेर विदेशीको यस गरिबले पसिना बगाएर कमाएको धन कुन पापीले चिनायो होला। एकछिनपछि बिडी सल्काउँदै वीरबहादुरले भन्यो, जानुभयो बाबु, कसले चोरी गर्यो? म के जान्नु कसले चोरी गर्यो? म चोरी गर्न थोरै गएको थिएँ र? त्यही धने सालेको काम हो। लौ, जे किरे हाल भने पनि सक्छु। सालेले म गरिबको सालभरको पसिना खायो, त्यसलाई परमेश्वरले हातै हात फल दिएनन् भने मलाई भन्नुहोला। मैले लामो सास फेरेर भने, भाइ, फल त अवश्य पाउनुपर्छ। चोरी गरेर के गर्छ नि जान्नुभयो? रातभर 13 नम्बरको कमरामा बसेर जुवा खेल्छ अनि बाँकी पैसा त्यही स्टेसननिरको चिया बेच्ने साइली छ नि, हो, त्यही रन्डीलाई दिन्छ र रक्सी धोकेर आधा दिनसम्म सुतिरहन्छ। त्यो साइली भन्ने कहाँ के मानिस रहेछ वीरबहादुर? कोनी राँड पोखरातिरकी छेत्रिनी हो भन्छे। मान्छेहरू दमै टिपेर आएकी भन्छन्। यहाँ आउँदा एउटा नौजवान मगर लिएर आएकी थिए। मगर ठिटो खसी काटेर मासु बेच्थ्यो। बिचरा पोहोर साल हैजाले मर्यो। त्यसपछि 3 दर्जन पुर्याइसक्यो ओली। सहरभरिका ड्राइभर दरवानहरूको अखडा त्यही छ। राडी गाजल लगाएर पान चपाएर बसिरहन्छे। अस्ति भन्थे, वीरबहादुर दाई, तपाईँ त कहिले पनि आउनुहुन्न, हामीसँग रिसाउनु भएको छ क्या र? 1 नम्बरकी चेपारी छ राँड। कहिले काहीँ तिमी पनि गस्ती लाउँछौ कि वीरबहादुर? कसो हो? राम राम, जे कसम खुवाउनुहोस्, घरमा भगवती जस्ती स्वास्नी छ हजुर, छोरो पाए कि। वीरबहादुर त्यस्तो नालायक काम कहिल्यै गर्दैन। धनी को हो नि वीरबहादुर? नुवाकोटको छेत्री हो, मिलमा भैँसागाड हाँक्छ। तिमीहरू परदेशमा किन रुपैयाँ पैसा साथमा राख्छौ? डाकखानाको सेभिङ ब्याङ्कमा जम्मा गर्ने गर। त्यसो गरे त चोरिने डर हुँदैन नि। के गर्नु हजुर, हामी पहाड पर्वतका नपढेका मानिसलाई त यस्तो गरिरहन पनि असजिलो पर्दो रहेछ। एकछिनपछि वीरबहादुरले टेबलमा राखेको घडीपट्टि हेरेर आङ तानेर भन्यो, ओहो, 8 बजिसकेको छ, बिदा दिनुहोस् बाबु। 3 जना बिरामीलाई खुवाउनु छ। बिचराहरू भोकले छटपटाइरहेका होलान्। बिरामीलाई खुवाउनु छ? को बिरामी छ? को भनु बाबु? मलाई रोजै 2-4 जना बिरामीको स्याहार सुसार गर्ने काम परिआउँछ। आज नम्बर 7 मा 2 जना छन्, नम्बर 5 मा 1 जना। परदेशको ठाउँ बिचराहरू बिरामी हुन साथ बोलाउँछन्। आफ्नो मुलुकका मानिस हुन् बाबु, हामीले नहेरे कसले हेर्छ?
वीरबहादुर उठेर गयो। मेरो मनमा कुरा खेल्न थाल्यो। यो कस्तो विचित्रको मानिस हो। सालभरको कमाई चोरियो भन्छ तर फिक्री छैन। झन् बिरामीलाई खुवाउने प्याउने दायित्व बोकेर हिँड्छ। यसलाई नेपालीहरू आफ्ना मानिस भन्ने पुरा ख्याल छ। दायित्व लिएर मात्र दायित्व परिआउने हो कि नलिए पनि पर्ने हो, मैले केही निर्णय गर्न सकिन। एक साता पछिको कुरा हो। वीरबहादुरसँग स्टेशन निरको रुखमुनि भेट भयो। साइकल रिक्सा सियालमा राखेर पानको पसल अगाडि बिडी तान्न लागेको रहेछ। मलाई देख्न साथ अग्लो हात उठाएर सलाम गर्यो र उही आफ्नो दिव्य हाँस्यका साथ भन्यो, थाहा पाउनुभयो बाबु, धनेसाले गिरफ्तार भयो। हिजो राति ट्रेनबाट एकजना नेपाली मुसाफिरको कुम्लो टिपेर भाग्न लागेको रहेछ। पुलिसले उतिनै खेर पक्रेर लग्यो। अहिले थानाको हाजतमा बसिरहेछ। अब बजिया 3 वर्ष जाकिएन भने मलाई भन्नुहोला। हाजतमा भएको तिमीले खुद देख्यौ? खुद थानाबाट सरासर आउँदैछु। के खुसी लागेर हेर्न गएको त? नाइ बाबु, त्यो पापी थुनिएकोमा के खुसी लाग्नु। दरोगा साहेबलाई पुर्याउन गएको थिएँ। बजिया हाजतमा कम्बल ओढेर हतकडी लगाएर झोक्रिएर बसेको रहेछ। मलाई देखेर भन्थ्यो, दाइ मद्दत गर, चाहे भने सालेलाई भोलि छोडाउन सक्छु, तर यसपालि चेतोस्। चोरीमा गिरफ्तार भएको मानिस कसैले छोडाउँदैमा छोड्न सक्छ र? जान्नुहुन्छ बाबु, सारा दरोगा पुलिसहरू वीरबहादुरका हातमा छन्। सब सालेलाई त मै लादी लादी हिँड्छु। पुलिसहरू कुनै सालेसँग भाडा लिन्न। त्यो मोटो दरोगा छ नि, हो, त्यसलाई भनिदिए भने भोलि छोडिदिन्छ। तर एक पटक त सातो लिन्छ। पुलिसले छोडिदिन्छ, त्यही भरोसामा बस। के कुरा गर्नुहुन्छ? पोहोर साल हिन्दू मुसलमानको दंगामा त्यसलाई मैले बचाएको हुँ बाबु। एउटा मुसलमानले छुरा हानेर त्यसको भुँडी खसाइसकेको थियो। चट्ट म अगाडि गएर छेके र बाँच्यो। त्यसलाई लाग्ने छुरा मेरो पाखुरामा लाग्यो र 15 दिन अस्पतालमा सुते। अहिलेसम्म खत छँदैछ, नपत्या यी हेर्नुहोस्। वीरबहादुरले कमिजको बाउला सारेर खत देखायो र फेरि गर्वका साथ भन्यो, त्यहाँदेखि मैले जे भने पनि मान्छ। त्यसलाई भनेर मैले 4 जना नेपालीलाई छोडिसकेको छु। पोहोर साल त्यही धने सालेलाई पनि शराबको केसमा छोडिदिएको थिएँ। यसपालि छोडाउन्न, सालेको बानी छुटोस्। एकछिन पछि भन्यो, आज मुसाफिरहरू छैन बाबु, डेरामा जान्छु। त्यो 5 नम्बर कोठामा बस्ने बिरामी सिकिस्त छ, सायद बाँच्दैन क्यार। मर्यो भने फेरि घाटमा पुर्याउनु पर्छ। त्यो बिरामी कहाँको मानिस हो वीरबहादुर? रामेछापको गुरुङ हो। त्यहाँ परको बङ्गाली कहाँ भाँडा माझ्थ्यो। के मरेका जति सबैलाई घाटमा पुर्याउँछन्? बेबारिसे मुर्दालाई कसले पुर्याउँथ्यो बाबु? डुम मेहतरले कुकुर बिरालो फाले चाहिँ हिच्याएर फालिदिन्छन्। मैले भेट्टाका जतिलाई घाटमा पुर्याएर जलाइदिने गरेको छु। तर के गर्नु बाबु, बोक्ने मानिस र दाउराले बडो मुस्किल पर्छ। नेपालीहरूलाई भन्न गयो भने यो जात र उजात भन्न थाल्छन्। कफन दाउरामा गरेर मेरो हर साल 100-125 रुपैयाँ खर्च हुन्छ। अब के गर्ने त? आफ्ना देशका मानिस हुन्, अर्थोक नभए पनि धर्म त होला। एकछिन पछि रिक्सामा चढेर भन्यो, तपाईको डेरा पनि त उतै हो नि, बस्नुहोस्, डेरानेर उतारिदिउँला। मैले हाँसेर भने, भाडा लिने भए मात्र बस्छु, किनकि म पुलिस होइन नि। भन त, भाडा लिन मन्जुर छौ? अरे बाबु, त्यति बित्ताभरको ठाउँमा उतारिदिन पनि तपाईसँग भाडा लिने? गरिब छु, मजुरी गर्छु, तर पैसाको निम्ति आत्मा बेचेको छैन। यो रिक्सा त आफ्नै होला। नाइ बाबु, आफ्नो भए त बेचबाज पारेर पोरे घर पुगिसक्ने थिए। घण्टाघरको सामुन्ने त्यो बिल्डिङ छ नि, त्यो त्यही मारवाडीको हो। शहरमा उसका 100 रिक्सा चल्छन्। साँच्चै भन त वीरबहादुर, दिनमा कति कमाउँछौ? के कमाउनु बाबु, कुनै दिन 8-10 रुपैयाँ पनि होइजान्छ। कुनै दिन जेबबाट रिक्साको किराया तिरेर डेरामा जान्छु। रिक्सा नचलेको दिनको पनि किराया तिर्नुपर्छ? यो त सरासर जुलुम हो भाइ। गाडी चलोस् या नचलोस्, 1 पैसा छोड्दैन। 1 नम्बरको चुइया छ साले। किराया कति दिनुपर्छ? रोजको 3 रुपैयाँ। केही छैन बाबु, तन काटेर 2 पैसा निकाल्छौँ। वीरबहादुर मलाई जवाफ पनि दिँदै जान्थ्यो। बाटामा परिचित मानिसलाई देख्दा हात उठाएर कसैलाई राम राम, कसैलाई सलाम पनि भन्दै जान्थ्यो। रिक्सा बेगसँग दौडिरहेको थियो। कति मानिससँग परिचय थियो उसको। त्यसको खुश मिजाज र विनयशीलता देखेर म दङ्ग भइरहेको थिएँ। 4 1.5 महिना पछिको कुरा हो। एक दिन बिहान वीरबहादुर फेरि मेरो कोठामा दाखिल भयो। उसका दुवै आँखामा आँसु छचल्किरहेका थिए। मलाई देख्ने बित्तिकै छातीमा भक्कानो पारेर रुन लाग्यो। मैले मनमनमा भने, यस दुःखलाई हाँसोमा उडाइदिने निशोक प्राणीको हृदय आज कुन महान आघातले विचलित गरायो होला। यो चोट अवश्य सामान्य छैन होला। अनि प्रकटमा भने, किन यस्तो विवश भइरहेका छौ वीरबहादुर? तिमीलाई के भयो? के भन्नु बाबु, मेरो राम खसेछ। मेरो राजालाई दैवले चुडेर लग्यो। वीरबहादुर झन घोप्ट परेर डाँको छोडेर रुन लाग्यो। मैले पनि मन थाम्न सकिन, गहभरि आँसु भयो। एकैछिनपछि वीरबहादुरले आँसु पुस्दै भन्यो, मेरो राम राजा रहिसको छोरा जस्तो राम्रो थियो। गोरो, कलकलाउँदो, यति अग्लो निधार भएको, बाँचिरहेको भए ठूलो मानिस हुने थियो।
अनि उसले अलि धैर्य गरेर भन्यो, यो साल मेरो ठूलो दशा रहेछ बाबु, भयभरको कमाई चोरले लग्यो। आज छोरो मरेको चिठी आयो, उता डल्ली रोएर मर्न लागेकी होली, वर्षेला परोस् जाऊ, म भोलि घर जान्छु हजुर। भोलिपल्ट वीरबहादुरलाई पुर्याउन म पनि स्टेसनसम्म गएँ। धन सम्पत्तिको नाममा उसँग एउटा कब्जा फुक्लेको थोत्रो ट्रङ्क र एउटा पुरानो कम्बलको सानो गुन्टा सिवाय केही थिएन। इन्जिनले सिटी दिएपछि उसले गहभरि आँसु पारेर सलाम गर्यो। मेरो आँखाबाट पनि अचानक 2 थोपा आँसु खसे। रेल हिँडेपछि पनि मैले धेरै बेरसम्म वीरबहादुरको झ्यालतिर हेरिरहेँ। मलाई आज आफ्नै परिवारको कुनै आत्मीय व्यक्ति बिछोड भए जस्तो दुःख भइरहेको थियो। 5. नेपालमा भित्रभित्रै सल्किरहेको क्रान्तिको आगो एकैपटक दन्कियो। आफ्ना प्यारा प्रजालाई आजाद गराउनका निमित्त हाम्रा वीर सम्राट त्रिभुवन वीर विक्रम शाहदेव 2007 साल कार्तिक 21 गते आफ्ना सारा परिवार लिए शरणार्थीका रूपमा नेपालको हिन्द दूतावासमा प्रवेश गर्नुभयो र कार्तिक 26 गते हिन्द सरकारका संरक्षणमा विमानद्वारा दिल्लीतर्फ प्रस्थान गर्नुभयो। त्यसै दिन रातको 3 बजे नेपाली कांग्रेसले पूर्व मानेभन्ज्याङदेखि लिएर पश्चिम महाकालीसम्म नेपालका सामन्ती सरकारका विरुद्ध गृहयुद्धको घोषणा गर्यो। कांग्रेसले नौतनवा, गोरखपुर, पटना, लखनऊ, कटिहार इत्यादि ठाउँ-ठाउँमा जनमुक्ति सेनाको भर्ती सुरु गर्यो। भारतका स्कुल कलेजहरूमा पढ्ने धेरैजसो नेपाली विद्यार्थीहरूले पनि क्रान्तिमा सक्रिय भाग लिए। हामी ठाउँ-ठाउँका मेडिकल कलेजमा पढ्ने विद्यार्थीहरू पनि रेड क्रसमा काम गर्न निमित्त कांग्रेसहरूको हेड अफिसमा जम्मा भयौं। म विराटनगरको सैनिक अस्पतालमा खटिएँ। रातको 9 बजे म हस्पिटलको वार्डमा प्रवेश गरेर घायल सैनिकहरूको जाँच गर्न लागे। यस्तैमा पर कुनाको बेडबाट एकजना घायल सैनिकले भन्यो, बाबु जय नेपाल। स्वर चिने जस्तो लाग्यो तर ठम्याउन सकिन र बेड नजिकै पुगे। म अकमकिएको देखेर छिन स्वरले भन्यो, चिन्नु भएन बाबु वीरबहादुरलाई? मेरो आश्चर्यको सीमा रहेन। उत्सुकतापूर्वक सोधे, वीरबहादुर तिमी यहाँ कसरी आइपुग्यौ? तिमी त घर हिँडेका थियौ। उसले आँसु झार्दै भन्यो, तपाईसँग बिदा भएर पर्सिपल्ट बिहान गोरखपुर पुगे। प्लेटफारममा अचानक देवता बाबुसँग भेट भयो र उहाँले आश्चर्य मानेर सोध्नुभयो, वीरबहादुर तिमी यस्तो छाटसँग कहाँ जान लागेको? मैले रोएर आफ्नो हाल सबै भनिदिएँ। अनि उहाँले गहभरि आँसु पारेर भन्नुभयो, अरे राम खसेछ, डल्लीलाई कस्तो छ नि? मैले भने, ऊ पनि रोएर मर्न लागेकी होली। अनि देवता बाबुले भन्नुभयो, वीरबहादुर संसार यस्तै छ, अफसोस नगर। हामीले आजादीको लागि नेपालका सामन्ती सरकारसँग लडाईँ सुरु गर्यौं। मुक्ति सेनाका निमित्त स्वयंसेवकहरूको बहुतै जरुरत छ। तिमी जस्ता बहादुर कमान्डर पाए एउटा मोर्चामा हाम्रो अवश्य विजय हुनेछ। तिमी घर जान पाउँदैनौ, सेनामा भर्ती हुनुपर्छ। मैले हात जोडेर भने, बाबु एकपटक डल्लीको मुख मात्रै हेरेर आउन दिनुहोस्, अनि जे भन्नुहुन्छ मान्नेछु। अनि उहाँले भन्नुभयो, हेर वीरबहादुर तिमीलाई यो कुरा सुनेर दुःख लाग्ला। मेरो पनि भदौमा जहान परलोक भइछन्। कागको छोरालाई दिदीले लगेर पाल्नु भएको छ अरे। उता सरकारले खरखेत जफत गरिराखेको छ। आफू चन्दा मागेर खान्छु। भन त मेरो मन कस्तो भएको होला? तर याद राख, आमाको पुकार भन्दा स्वास्नी छोराछोरीको पुकार ठूलो होइन। जन्जिरले बाँधिएकी नेपाल आमा यस बखत आफ्ना समस्त सन्तान सामु हात पसारेर रोइरहेकी छिन्। आमाको बन्धन हामी सबैले मिलेर तोड्नुपर्छ। तिमीलाई थाहै छ, सन् 42 को गदरमा भारतका हजारौं लालहरूले देशका निमित्त कसरी हाँसी हाँसिकन आफ्नो प्राणको बलि दिए। तिमीलाई आमाको माया लाग्दैन? एक दिन मर्नु त छँदैछ। मानिसले मर्न जान्नुपर्छ। जुन जाति मर्न जान्दछ बाँच्न पनि त्यसैले जानेको हुन्छ। अनि के तपाईलाई थाहै छ, हामी देवता बाबुको आज्ञा काट्न सक्दैनौं। उहाँले मलाई पनि प्लाटुन कमान्डरमा भर्ती गरेर विराटनगर पठाइदिनु भयो। त्यही बेला विश्वस्त सूत्रबाट थाहा भयो विराटनगरका सरकारी सेनाका मद्दतका निमित्त नेपालबाट 300 फौज तराईको बाटो आइरहेका छन्। यो खबर पाएर हाम्रा सेनापतिले 100 जवान सिपाही दिएर सरकारी सेना रोक्ने काममा मलाई खटाउनु भयो। कोशी नदीको कुसा घाटमा सरकारी सेनासँग हाम्रो घमासान लडाईँ पर्यो। दुवैतिरका धेरै जवानहरू हताहत भए। 300 जवानको अगाडि 100 जवान टिक्न कठिन थियो। हाम्रो मुक्ति सेनाका जवानहरूको हिम्मत टुट्न लाग्यो। मैले विचार गरे, सरकारी सेना अगाडि बढ्यो भने हाम्रा बाँकी रहेका जवान त अवश्य सोतर हुने नै छन्। साथसाथै विराटनगरका अरू 400 जवान पनि घेरामा परेर खत्तम हुनेछन्। अनि मैले आफ्नो सेनाका जवानहरूलाई भने, वीर जवान हो, आज मर्ने र मार्ने दिन हो। खबरदार कोही पछि नहटुन्। हाम्रो एक जवान र एक गोली शेष रहेसम्म पनि दुश्मनलाई एक पाइलो अगाडि बढ्न दिनुहुन्न। संख्यामा थोरै भए पनि हामीसँग सत्य र ईश्वरको बल छ। दुश्मनको मुटु हल्लिसकेको छ। बहुतै चाँडो हाम्रो विजय हुनेछ। अनि मेरा जवानहरूले फेरि आफ्नो शौर्य र पराक्रम देखाउन थाले। तर त्यही बेला दुश्मनले हानेको एक गोली मेरो छातीमा लाग्यो र म बेहोस भएर गिरे। होस फेरेपछि मैले आफूलाई यही बेडमा सुतिरहेको पाएँ।
एकछिनपछि फेरि उसले आँसु झार्दै भन्यो, बाबु, लडाईँमा मैले धेरै पटक मृत्युसँग खेलवाड गरिसकेको छु। त्यसो हुनाले मर्नमा त मलाई अलिकति पनि फिक्री छैन, तर एक पटक डल्लीको मुख हेर्न पाइन। ठूलो अफसोस यही कुराको छ। मैले भने, अघि पनि तिमीले फौजमा काम गरेका थियौ? जी, अघि मैले 2-4 गोर्खा रेजिमेन्टमा 5 साल नोकरी गरेको थिएँ। दोस्रो ठूलो लडाईँमा हाम्रो पल्टन बर्मामा लडेथ्यो। वीरबहादुर, तिमी जस्ता बहादुर योद्धालाई यो खबर सुनेर खुसी नै लाग्ला। तिम्रा देवता बाबु पनि अस्तिको लडाईँमा शहीद हुनुभयो। अहो, देवता बाबु बित्नुभयो। उहाँ महान पुरुष हुनुहुन्थ्यो। वीरबहादुर आँखा चिम्लेर दुवै हात जोडी एकछिन मौन रह्यो अनि मतिर हेरेर उसले भन्यो, बाबु, मेरा शरीरका पूर्जाहरू चुडिन लागेका छन्। घाउ साह्रै दुखिरहेछ। यसपटक म अवश्य बाँच्दिन। मेरी डल्लीलाई एउटा चिठी पठाइदिनु होला। मेरो गहभरि आँसु भयो। मैले भने, तिमी विश्वास राख वीरबहादुर, म डल्लीलाई चिठी अवश्य पठाउनेछु। मैले वीरबहादुरलाई पेनिसिलिनको सुई दिएँ। उसको पथ्यको व्यवस्था मिलाएर आफ्नो 4 साथी डाक्टर नरेन्द्र ध्वज जोशीलाई सुम्पेर म रात्रि विश्रामका लागि डेरातर्फ हिँडे। मेरा मनमा विचारको ज्वारभाटा चल्न लाग्यो। ओहो, मृत्युको रूप पनि कति प्रकारको हुन्छ। ऊ देशको निमित्त वीरगतिले मर्न लाग्यो। अरू हजारौं नेपालीहरू ठाउँ ठाउँमा कुकुर बिराला मरे जस्तो मरिरहेका छन्। अब डल्लीलाई चिठी पो के भनेर लेखिदिउँ? छोरो मरेको वर्ष दिन भएको छैन। लोग्ने परदेशमा यसरी मर्न लागिरहेको छ। जग्गा जमिन साउले अठाइराखेको छ। चिठी पाउँदा ती दिनहीन विधवाको हृदय कस्तो होला? लोग्नेको क्रियाकाष्ठ गर्ने पैसा पनि पो छ कि छैन? अब सायद उनीसँग बन्धक राख्ने गहना पनि केही होइन। मेरो मन एक तमास भो छ। बिहानैदेखि आकाश बादलले ढाकिरहेको थियो। टाइम टाइममा चिसो बतास चल्थ्यो। पुसको जाडोले तरुण रूप धारण गरेको थियो। म कपडा लगाएर अस्पताल जान तयार भइरहेको थिएँ। त्यस्तैमा पर क्षितिजमा ठूलो कोलाहल गर्दै मानिसहरू आउन लागेको देखे। अघि मुक्ति सेनाका हतियारबन्द सिपाहीहरू थिए। त्यसपछि एक हातमा आरती र एक हातमा माला लिएका महिला स्वयंसेविकाहरूको दल थियो। त्यसपछि 8 जना स्वयंसेवकहरूले एउटा लास बोकेका थिए। लास ठूलो राष्ट्रिय झण्डाले ढाकेर फूलमाला, अबिर, लावाले सिंगारिएको थियो। त्यसपछि राष्ट्रिय झण्डा लिएका पुरुष स्वयंसेवक र नागरिकहरूको दल थियो। सबैजना जोशका साथ बुलन्द आवाजले नारा लगाइरहेका थिए, इन्कलाब जिन्दाबाद, वीर शहीद जिन्दाबाद, वीर बहादुर जिन्दाबाद। बुझ्दा अर्थी मेरै चिर परिचित वीर बहादुरको रहेछ। मेरो आँखाबाट आँसुका धारा बग्न लागे। दर्शक तथा श्रोताज्यू, यो रहेको थियो कथा शहीद, कथाकार गुरुप्रसाद मैनाली। अब लागौं अर्को कथातर्फ। कथाको शीर्षक एउटा क्रान्ति पुरुषको जन्म। कथाकार परशु प्रधान। तपाईँ किन यहाँ आउनुभयो? उसको लागि यो पहिलो प्रश्न थियो। यहाँ आएर उसले यस्तो वाहियात प्रश्नको जवाफ दिनु पर्ला भन्ने सोचेको थिएन। तर अगाडिको अधिकारीले निकै रवाफ र फुर्तीका साथ फेरि सोधेको थियो, होइन, तपाईँ किन यहाँ आउनुभयो? अब त जवाफ दिनु आवश्यक नै थियो। उसले साधारण रूपमा भन्यो, म आफ्ना बुढाबुढी आमा र बाबुलाई भेट्न आएको। भेट नभएको धेरै वर्ष भइसक्यो। के ती बिरामी परेका छन्? होइन, आरामै हुनुहुन्छ। त्यसो भए तपाईँले भेट्ने आवश्यक थिएन। तपाईँ अरू कामले आउनु भएको होला। काम त अरू पनि थियो, एउटै मात्र काम कसको हुन्छ र? उसले भन्यो। अरू काम के होला? प्रश्न फेरि आयो। सिद्धिकाली देवीको दर्शन गर्न पनि आएको हुँ। मलाई वर्षौंदेखि देवीको दर्शन गर्ने अभिलाषा थियो। त्यसो भए तपाईँ हिन्दू हो? उसले होको टाउको हल्लायो। वास्तवमा ऊ हिन्दू नै थियो। तपाईँ त्यसो भए धार्मिक कारणले आउनु भएको रहेछ, होइन? राजनीतिक कारण केही थियो कि? राजनीतिक कारण त मलाई थाहा छैन, तर यहाँ मेरा केही साथीहरू छन् जो राजनीति गर्दछन्। म तिनलाई भेट्न आएको। जवाफ साधारण थियो। त्यसो भए तपाईँ यहाँका कृष्ण उदास, भानु कोइरालाहरूको साथी हुनुहुन्छ क्या र? के काठमाडौँमा यी अराष्ट्रियहरू तपाईँका साथीहरू थिए? म तिनलाई अराष्ट्रिय मान्दिन र ती मेरा साथीहरू थिए। उसको सवालको जवाफ भइसकेको थियो र त्यो मौखिक थिएन, लिखित थियो। पातलो नेपाली कागजमा उसलाई लेख्न बाध्य गराइएको थियो। उसले सोचेको थियो उसले पक्कै केही गम्भीर अपराध गरेको छ। उसका विषयमा सीआईडीहरूले फाइलभरि रिपोर्ट लेखिसकेका छन्। ऊ सायद जेलमा जानेछ। उसले फेरि सोचेको थियो सायद आफू जन्मेको ठाउँ आउनु उसको भूल थियो। मर्न लागेका बाआमालाई अन्तिम दर्शन जस्तो गर्न आउनु उसको अपराध थियो। शहरमा सानो जागिर त थियो, तर 7 दिन भन्दा बढी त्यस जागिरले खान पुग्दैन थियो। शहर थियो, भिडियो थियो, पैसा नतिरी साथीहरूसँग अश्लील फिल्महरू हेर्न पाइन्थ्यो अनि मौका पर्दा बियरका खाली बोतलहरूमा आफ्ना रंगीन सपनाहरू साट्न त पाइन्थ्यो। यहाँ त केही पनि थिएन। आज हो कि भोलि भत्कन तयार भएको एक पाखे घर थियो। 60 नागिसकेका बाआमा थिए। उमेरले नसुँदै प्रेम विवाह गरेर सेलरोटी र फूल बेचेर बसेका दिदीहरू थिए। तपाईँ लातको मान्छे, बातले मान्नुहुन्न कि कसो? भन्नुहोस्, यही बेला तपाईँ यहाँ किन र के को लागि आउनुभयो?
साँचो साँचो भन्नुहोस्, होइन भने? स्वर एकदमै कठोर थियो र उसको तन्द्रालाई भताभङ्ग पारेको थियो। ऊ धेरै सतर्क भयो र जवाफ दियो, मैले भन्नुपर्ने कुरा मलाई थाहा छैन। मैले के स्पष्ट कुरा भन्ने हो? के मैले आफ्नो जन्मथलो आउनुहुन्न थियो? मैले भनिसके, म आफू जन्मेको ठाउँ हेर्न भनेर आएको, आफूले खेलेर हुर्केको ठाउँको माया लागेर आएको। अहिले आउनुपर्ने किन नि? म स्पष्ट भन्छु, पक्कै त काङ्ग्रेस होस् या कम्युनिस्ट होस्, बनमाराको झार चाहिँ यो पहाडी जिल्लामा किन यसरी कम्युनिस्ट बढेर आएको त जस्तो मान्छे आएर लेक्चर दिएर यी साले कम्युनिस्ट यसरी बढेका हुन्। अहिले उसले सुन्यो, यो माथिल्लो गर्जन हाकिमको थियो। मलाई काङ्ग्रेस र कम्युनिस्ट केही पनि थाहा छैन। मैले काम गर्ने कम्पनी अहिले नै बन्द भएको हुनाले म यहाँ आएको हुँ। तपाईहरू जा भन्नुहोस्, म भोलि नै फर्कन्छु। ऊ निराश थियो। सहर गएर पनि ऊ निराश थियो, सहर नगएर पनि ऊ निराश थियो। जिल्लामा बस्दा मास्टरी बाहेक केही काम थिएन, त्यो पनि पाउनु धेरै गाह्रो। पहिला पनि कोही सिडिओले आफ्नो रातो किताबमा काङ्ग्रेस भनेर ठूला ठूला अक्षरले लेख्ने, अनि सारा कामका लागि अयोग्य। जागिर खान लाग्यो काङ्ग्रेसी, बन्द व्यापार गर्न लाग्यो काङ्ग्रेसी, कुनै सामाजिक संस्थामा काम गर्न लाग्यो काङ्ग्रेसी, क्याम्पस भर्ना हुन गयो काङ्ग्रेसी, अनि सिडिओ आउन साथ ऊ कम्युनिस्ट हुन्थ्यो। अब ऊ जहाँ तहाँ माले र मसाले, जिल्लाको एक नम्बरी अराष्ट्रिय उही हुन्थ्यो। जहाँ कोही घटना घट्यो उसकै हात, कहीँ जुलुस वा पोस्टरिङ भयो उसकै हात, बजार खुल्यो उसकै हात, बजार बन्द भयो उसकै हात। त्यसो भए त्यो कम्पनीमा आगो लगाएर तैँले बन्द गरेको हुनुपर्छ। जिल्लामा तेरो रेकर्ड राम्रो छैन हरिशङ्कर कोइराला, त यहाँ नआएको भए राम्रो हुन्थ्यो। अब आइस र फेला परिस। अहिले पनि माथिल्लो हाकिमकै गर्जन थियो। मलाई यहाँ नआउने वारेन्ट त थिएन, फेरि म आफ्नो जिल्ला किन नआउँ? मैले अपराध त गरेको केही छैन। सवाल जवाफको सायद आखिरी पानाहरू थियो। उसको आँखामा मृत दाजुको भयावह तस्बिर आयो। घामको किरणसँग सुरु भएको उसको रक्सीको रमरम अनुहार र डुब्न लागेको घामको किरणसँगै मात्तिएको रङ्ग चढेको अनुहार किन किन आयो। म्याट्रिक पास गरेपछि नोकरी नपाएर पाएसम्म रक्सी धोक्ने काम उसले गरेको थियो। आफ्ना आखिरी दिनहरूमा बरु शीघ्र मरोस् भनेर भाउजूले समेत घैँटाका घैँटा रक्सी दिएको धमिलो सम्झना उसमा आयो। सायद दाइले भनिरहेको थियो, त यही जिल्लामा बसेर मेरो जब गरेको भए सायद तँलाई सन्तोष हुन्थ्यो होला। भाइ हरिशङ्कर, म छिट्टै मरेर खुसी हुन्छु, म छिट्टै मरेर खुसी छु। त जति बाँच्दै जान्छस् उति उति काल तँलाई महँगो पर्नेछ। म जस्तै आनन्दले आफू खुसी त मर्न पाउलास् र हरिशङ्कर? मलाई त शङ्का लाग्छ। दाजुको शङ्का 100% नै सत्य भएको थियो र सायद ऊ आफ्ना आखिरी दिनहरूमा थियो। पिकुवामा आएको बाढीको एउटा सम्झना आयो। अरुणको भेलमा गएर मिसिएको अर्को सम्झना उसमा आयो। ट्याम्की डाँडो एकपटक फेरि चिसो भएर आयो। त्यहाँ थुप्रै हिउँ पर्यो र त्यो सम्झना पनि उसमा आयो। चिसो बतास र ठूलो भेलले उसलाई भित्रसम्म चिसो र एउटा काहली लाग्दो वातावरणमा लगेर उभ्याइदियो। उसको कम्पनी किन बन्द भयो उसलाई थाहा भएन। ऊ किन आफू घर आयो उसलाई त्यो पनि थाहा भएन। आफूलाई जन्माउने अस्ताउन लागेको बा आमालाई भेट्ने अर्थहीन प्रयास नै उसले किन गर्यो सो पनि उसलाई थाहा भएन। पढ्नका लागि बाँच्नका लागि ऊ सपनाहीन त्यस सहरमा नै किन गयो त्यो पनि उसलाई थाहा भएन। आफ्नै जिल्लाबाट सहरमा पसेका धेरै साथीहरूले भव्य महल खडा गरिसकेका थिए। छोराछोरीलाई फिलिपिन्स र अमेरिका पढ्न पठाउन सकेका थिए। चिल्ला र रङ्गीन मोटरहरू चढेर जिन्दगीलाई नयाँ रूपमा परिवर्तन गरिसकेका थिए। तर ऊ भने बाँच्नुको एक्लोपन, विसङ्गति र विरोधाभास बीच सहरमा हिँडिरहेको थियो। खाली हिँडिरहेको थियो। सायद सडकको कुनै अन्त्य थिएन। दुवैतिर हरिया अक्ला अक्ला रुखहरू थिए र ऊ ती रुखहरू गनेर आफ्नो फाल्तु समय काटिरहेको थियो। उसलाई थाहा थियो कुन रुख कुन समयमा बढी हरियो हुन्छ वा कुन समय पलाउँछ र कुन समय सुकेर जान्छ। कुन रुखलाई जडाहरूले रातभरि मान्छे ठानेर आफ्नो कराते तालिमको प्रयोग केन्द्र बनाएर वा बिजुलीका खम्बाहरूमा नाराका ठूला ठूला अक्षर टाँसे। ती अक्षरहरू पढ्दा उसलाई लाग्थ्यो देशमा छिट्टै ठूलो क्रान्ति हुन लागेको छ, ठूलो परिवर्तन हुने निश्चित छ र ऊ जस्ता साधारण मान्छेहरूको पनि राम्रा दिनहरू आउनेछ। ती टाँसिएका पर्चाहरू वा टेम्पोले छरेका पर्चाहरू लिएर कोठामा आउँदा त्यहाँ सबै आफ्नै विषयका कुराहरू भए जस्तो उसलाई लाग्थ्यो। तर ऊ राम्रो नोकरीकै खोजीमा थियो र सबै लिखित जाँचहरूमा पास भएर पनि कुनै अन्तर्वार्तामा ऊ सफल हुन सकेको थिएन। उसलाई राम्ररी थाहा थियो सहरका कुनै प्रतिष्ठित व्यक्ति उसको नातोगोता पर्दैन। ऊ कसैको भान्जाको भान्जा वा सालाको साला होइन। उसका कुनै विश्वसुन्दरी दिदीबहिनीहरू छैनन् र ऊ कसैको भान्से पनि हुन सकेन। पहाडी खोला झैं ऊ एक्लो थियो, सङ्लो र सफा थियो र आफ्नै बेगमा थियो। पहाडी गुराँस जस्तो अप्ठ्यारो ठाउँमा ऊ जन्मेको थियो, हुर्केको थियो र आफ्नो प्रतिभाको बलले सहरमा उभिन खोजेको थियो। तर उसका सारा प्रतिभा, सारा बुद्धि र सारा मेहनत सिमेन्टका पर्खालहरूमा गएर समाप्त भएका थिए। चाकरी, चाप्लुसी र षड्यन्त्रका खाडलहरूमा गएर पुरिएका थिए। उसले धरानबाट भोजपुरसम्म अर्काको भारी बोकेर जिन्दगी काट्न सक्थ्यो वा इन्डियाको लाउरे भएर जिन्दगीका सफलताहरूलाई आत्मसात गर्न सक्थ्यो वा
आफ्नै सानो बजारमा रक्सी खाइदिने काम गर्न सक्थ्यो। यो बाँच्नुपर्ने चेतना उसमा किन आयो? यो खुल्ला र स्वतन्त्र रूपले सोच्ने बानी उसमा किन आयो? ट्याम्के डाँडाहरू भन्दा पनि पर कोही छ, पिकुवा खोला भन्दा टाढा टाढा कोही छ भन्ने कुरा नै उसले किन थाहा पायो? भियतनामको लडाईँले उसको मुटु किन दुख्यो? अफगानिस्तानको आक्रमणले ऊ किन विक्षिप्त बन्यो? वा पन्जाबमा भएका घटनाहरूले ऊ किन बौलायो? ऊ किन सपनामा दक्षिण अफ्रिका पुग्छ र नेल्सन मण्डेलासँग कुरा गरिरहेको हुन्छ? ऊ किन ह्युमन राइट चार्टर पढेर धेरै समयसम्म टोलाउँछ र आफैभित्र विद्रोह गर्छ? ऊ किन संसारका नक्साहरूमा छिटो छिटो परिवर्तन भइरहेको देख्छ, विद्रोह र समानता देख्छ? सायद ती सबैबारे सोच्नु उसको भूल थियो। उसले यिनै गल्तीहरू गरेको थियो। अहिले हरिशंकरलाई यति थाहा भयो, ऊ आफ्नै जेलमा कैदी थियो। धेरै दिनदेखि ऊ भोको थियो। उसलाई भेटघाटबाट बन्द गराइएको थियो। उसका हात खुट्टाहरूमा धेरै नीलडाम थिए। ऊ चल्न हल्न सक्ने अवस्थामा थिएन र उसलाई थाहा भयो ऊ झिनो बाँचेको थियो। आफ्नै जिल्लाको जेलमा अनिश्चित कालका लागि कैदी हुन ऊ आएको थियो। आफ्ना आमा बालाई भेट गर्नका लागि होइन, एक होइन, दुई होइन, तीन होइन। उसले आफूभित्रबाट निश्चय गर्यो एउटा क्रान्ति पुरुषको जन्म उसभित्र भइसकेको छ। यस्तै केही उसले अनुभूति गर्यो। कथा एउटा क्रान्ति पुरुषको जन्म। कथाकार परशु प्रधान। तपाईलाई आजका यी दुवैवटा कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भन्दै लागौं हिजोको भिडियोमा सोधेको गाउँ खाने कथातर्फ। हिजोको भिडियोमा मैले सोधेको गाउँ खाने कथा रहेको थियो, बाहिर छाला भित्र बोसो, बोसो भित्र काठको ठोसो के हो? यसको सही उत्तर हो लप्सी। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको गाउँ खाने कथा रहेको छ, बाहिर जगल्टा भित्र हाड, हाड भित्र मासु, मासु भित्र आँसु के हो? प्रश्न एकपटक फेरि, बाहिर जगल्टा भित्र हाड, हाड भित्र मासु, मासु भित्र आँसु के हो? यस प्रश्नको जवाफ तपाईलाई थाहा भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला। अब लागौं हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। द टेन्जिङ भ्लगज्यू लेख्नुहुन्छ, राम्रो कथाहरूको वाचन गर्नुभएको छ, तपाईलाई कोटी कोटी धन्यवाद सर भन्नुहुन्छ। धन्यवाद। त्यसै गरी रोदानेम एनिमेसनज्यू लेख्नुहुन्छ, नाइस स्टोरी सर। त्यसै गरी माया श्रेष्ठज्यू लेख्नुहुन्छ, नमस्कार जोजोलपा, सन्ध्याकालीन अभिवादन आदरणीय जमिन सर। साह्रै नै मन छ यस झुन्डिएको लास कथाले। जमिन सरको आवाजबाट यो कथा सुन्दा त लाग्यो म सब यी कथाको पात्रहरूलाई सिनेमा चाहिँ आँखा वरिपरि देख्दैछु भन्नुहुन्छ। धन्यवाद। दिपेन्द्र मगरज्यूले पनि कमेन्ट गर्नुभएको छ। युजर एफसीज्यू लेख्नुहुन्छ, वाउ। सावित्री गुरुङज्यू लेख्नुहुन्छ, नाइस स्टोरी सर। कपिल वस्तु ब्लगरज्यू लेख्नुहुन्छ, इमोसनल स्टोरी। अर्जुन रावतज्यू लेख्नुहुन्छ, नाइस नाइस। त्यसै गरी प्रतिमा लावतीज्यू लेख्नुहुन्छ, नमस्ते जमिन सर, आजको गाउँ खाने कथाको आन्सर चाहिँ पक्का लिची होला है भन्नुहुन्छ। त्यसै गरी सागर सुनारज्यू लेख्नुहुन्छ, दाजु हाल म साउदी अरबियाबाट हो, हजुरको स्टोरी सुन्दै ड्युटी गर्छु दाजु भन्नुहुन्छ। धन्यवाद। अर्जुन विशीज्यू लेख्नुहुन्छ, नमस्कार सर, शुभ बिहानी। कथा झुन्डिएको लास एकदमै मन छुने दुःखद रहेछ। यो कथा जस्तै आजभोलि हाम्रो समाजमा धेरै घटनाहरू पनि दिन प्रतिदिन घट्दै गइरहेका छन्। तपाईको प्रस्तुति मिठो वाचनको लागि धेरै धेरै धन्यवाद सर। आजको उत्तर आप हो कि सर भन्नुहुन्छ। यसलाई पनि सही उत्तर मान्न सकिन्छ। त्यसै गरी सन्तोष घिमिरेज्यू लेख्नुहुन्छ, लप्सी हो, सही उत्तर। अर्जुन रावतज्यूले पनि कमेन्ट गर्नुभएको छ। त्यसै गरी सन्जु लामाज्यूले लिची लेख्नुहुन्छ। त्यसै गरी टङ्क बरालज्यू लेख्नुहुन्छ, लिची हो। युजर आरटीज्यू लेख्नुहुन्छ, नमस्कार जमिन सर, आज फेरि धेरै समयपछि हजुरको कथा सुन्न पाउँदा, आज फेरि समय निकालेर हजुरको कथा सुन्दा मलाई निकै खुसी र आनन्दको अनुभूति भएको छ र आजको उत्तर चाहिँ लिची हो जमिन सर भन्नुहुन्छ। धन्यवाद। युजर टिजीज्यू लेख्नुहुन्छ, लप्सी हो कि भन्नुहुन्छ। लप्सी सही उत्तर रहेको छ। कमेन्ट गरिदिनु हुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ कथा मन परेमा कृपया लाइक गर्नुहोला। त्यसै गरी च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। आजको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।